अतिथि देवो भव वसुधैव कुटुम्बकम् यत्र प्रकृति पूजयते तत्र लक्ष्मी स्वयं निवसति तत्र लक्ष्मी स्वयं निवसति। धन्यवाद कार्यक्रम प्रस्तुतज्यू। इस कार्यक्रमका सभाध्यक्ष महोदय, विभिन्न विद्यालयबाट पाल्नुभएका आदरणीय प्रधानाध्यापकज्यूहरू, सम्माननीय संस्थापकज्यूहरू, आदरणीय निर्णयज्यू, मेरा प्रतिस्पर्धी साथीहरू, साथै यहाँ उपस्थित सम्पूर्णमा अनुज तथा अग्रज महानुभावहरूमा स्वीकार्नुहोस् म प्रतियोगी नम्बर 6 को तर्फबाट हार्दिक नमन। आज म यस गरिमामय मञ्चमा उपस्थित भएर सरस्वती एकाडेमीको समन्वयमा निशाद्वारा आयोजना गरिएको अन्तर्विद्यालय वक्तृत्व कला प्रतियोगितामा आर्थिक विकासमा पर्यटन उद्योगको भूमिका विषयमा आफ्ना विचारहरू यहाँहरूसँग प्रस्तुत गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस गरिरहेको छु। आदरणीय महानुभावज्यूहरू, के तपाईँहरूले कहिले कल्पना गर्नुभएको छ यदि सगरमाथा बोल्न सक्थ्यो भने उनी हामीलाई के भन्थ्यो होला? लुम्बिनीको पवित्र भूमिले आफ्नो मौनता तोडेर हामीलाई प्रश्न गर्थ्यो भने उनी हामीलाई के भन्थ्यो होला? हिमालका चुचुराहरू, पहाडका डाँडाहरू, तराईका उर्वर फाँटहरू, ताल तलेया, झरना, मठ मन्दिर, गुम्बा र सांस्कृतिक सम्पदाहरू एकै स्वरमा चिचाएर भन्थे, हामी तिमीलाई संसारकै धनी बनाउन तयार छौँ, तर तिमी आफै आफ्नो मूल्य किन चिन्न सक्दैनौ? हाम्रो उत्तर के हुन्थ्यो होला? सायद हाम्रो मौनता नै उत्तर हुन्थ्यो, किनभने हामी नेपालसँग संसारले खोजिरहेको सम्पत्ति छ, तर त्यो सम्पत्तिको मूल्य संसारले देखाउने आत्मविश्वास अझै अपुरो छ। महोदय, धनका विभिन्न स्वरूप हुन्छन्, कतै जमिनमुनि तेल हुन्छ, कतै सुन हुन्छ, कतै हिरा हुन्छन्, तर नेपालको धन त जमिनमुनि लुकेको छैन। नेपालको धन हिमालको टुप्पोमा मुस्कुराइरहेको छ, मुस्ताङको हावासँग उडिरहेको छ, बुद्धको जन्मस्थलमा ध्यान गरिरहेको छ र गाउँ गाउँको संस्कृतिमा सास फेरिरहेको छ। त्यो एकदमै महत्त्वपूर्ण सम्पत्तिको नाम हो पर्यटन। आदरणीय निर्णयज्यू, हामीले पर्यटन भनेको के सोच्छौँ? केवल घुमफिर गर्ने, फोटो खिच्ने र केवल रमाइलो गर्ने अवसर, तर वास्तवमा भन्नुपर्दा पर्यटन भनेको त एउटा यस्तो उद्योग हो जसले एउटा कुनै पनि राष्ट्रको अर्थतन्त्रलाई चुपचाप अगाडि बढाइरहेको हुन्छ। यो उद्योगले धुलो उडाउँदैन तर आम्दानी उमार्छ, यो उद्योग विस्फोट गराउँदैन तर अवसर जन्माउँछ, यो उद्योगले प्रकृतिलाई समाप्त पार्दैन, बरु अझ संरक्षण गर्ने समृद्ध बाटो खोल्छ। प्रिय मित्रहरू, अब म यहाँहरूलाई प्रश्न गर्न चाहन्छु कि थाइल्यान्डसँग सगरमाथा छ? कि मालदिभ्ससँग गौतम बुद्धको जन्मस्थल छ? कि दुबईसँग हाम्रो जस्तो विविध संस्कृति छ? कि स्विजरल्यान्डसँग संसारका 125 भन्दा बढी जातिका परम्परा छ? यदि छैन भने हामी किन पछि? महोदय, समस्या हाम्रो सम्भावनामा होइन, समस्या हाम्रो विचारमा छ। आदरणीय निर्णयज्यू, किनभने हामीले प्रकृतिलाई सम्पत्ति होइन केवल हेरी दृश्य ठान्यौँ, हामीले संस्कृतिलाई गौरव होइन केवल परम्परा ठान्यौँ, हामीले पर्यटनलाई उद्योग होइन केवल घुमफिर गर्ने माध्यम ठान्यौँ। प्रिय मित्रहरू, आज संसारका मानिसहरू कृत्रिमताको भेदबाट थाकेका छन्, उनीहरू शान्ति खोजिरहेका छन्, मौलिकता खोजिरहेका छन्, प्रकृतिका काख खोजिरहेका छन् र मुस्कान खोजिरहेका छन्। त्यो सबै नेपालसँग छ। हाम्रो हिमाल उनीहरूको सपना हो, हाम्रो संस्कृति उनीहरूको जिज्ञासा हो, हाम्रो आत्मीयता उनीहरूको अनुभूति हो र हाम्रो मुस्कान उनीहरूको सम्झना हो। त्यसैले पर्यटन भनेको केवल विदेशीलाई नेपाल देखाउनु होइन महोदय, उनीहरूको मनमा नेपाल बसाल्नु हो। अब म यहाँहरूलाई फेरि पनि यहाँका प्रत्येक युवाहरूलाई फेरि म प्रश्न गर्न चाहन्छु। आदरणीय निर्णयज्यू, हामी विदेश गएर समृद्ध देश हेर्ने कि आफ्नो देशलाई समृद्ध बनाउने? हामी संसारका कथा सुनिरहने कि संसारलाई नेपालको कथा सुनाउने? हामी अवसर खोज्ने कि आफै अवसर सृजना गर्ने? उत्तर एउटै छ, नेपाललाई चिनाऊ, नेपाललाई सजाऊ, नेपाललाई बेचौ होइन, नेपाललाई विश्वको मनमा बसाऊ। अन्त्यमा म सगरमाथाको उचाइभन्दा ठुलो सपना देख्न चाहन्छु, म बुद्धको शान्तिभन्दा गहिरो सन्देश दिन चाहन्छु। महोदय, म यस्तो नेपाल देख्न चाहन्छु जहाँ हरेक विदेशी फर्किँदा केवल तस्बिर होइन नेपालप्रतिको प्रेम बोकेर फर्कियोस्, जहाँ हरेक गाउँले आफ्नो संस्कृति बेच्दैन त्यसको गौरव संसारलाई देखाओस्, जहाँ सानो मुस्कानले विदेशी मुद्रा मात्र होइन विश्वास पनि कमाओस्। आउनुहोस् हामी पर्यटनलाई उद्योग होइन राष्ट्र निर्माणको अभियान बनाऊ, किनकि जहाँ अतिथिको पाइला पर्छ त्यहाँ सम्भावनाको फुल पक्कै नै फुल्छ, जहाँ नेपालको मुस्कान पुग्छ त्यहाँ नेपालको पहिचान फैलिन्छ र जहाँ पर्यटन फस्टाउँछ
त्यहाँ आर्थिक विकासले इतिहास पक्कै नै लेख्न थाल्छ र यति भन्दै मेरो प्रस्तुति यही टुङ्गाउन चाहन्छु। हस् त, धन्यवाद। आजको दिन यहाँहरूको शुभ होस्।